देखेको मतलब सुनामी हरिओम 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 2082 साल 21 गतेबाट शुभारम्भ भई आज 2082 साल वैशाख 29 गते प्रातःकालमा चतुरासी पूजन 84 पूजन तिलार्चन र यज्ञको समाप्तिसँगै हामी छोरीहरूको गुनेचोली र पूज्यपाठ मातापिताको उत्सवमा छौं। यस उत्सवमा आउनुहुने पाल्नुहुने श्रद्धेय मान्यजन गुरुजन अग्रज अनुज सकल जनमा यो व्यास मण्डपको उत्तरपट्टि रहेको भोजनालयमा प्रसाद निर्माण भएको छ। कसैले पनि नभुलेर त्यहाँ गएर प्रसाद ग्रहण गरेर गइदिनु हुनका निम्ति आज्ञाले आयोजक परिवार तर्फबाट कतिवटा परिवार साधुटारको तर्फबाट हामी सादर अनुरोध गर्दछौं। हजुरहरूले प्रसाद ग्रहण गरेपछि मात्रै यो यज्ञले पूर्णता प्राप्त गर्नेछ। हरिओम शान्ति शान्ति शान्ति। साथै गुनेचोली छोरीहरू नानीहरू कहाँ छन्? गुनेचोलीका लागि आइदिनु होला, लिएर आइदिनु होला भाउजूले। हरिओम तत्सत्। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। संकरोति शंकरः कर्तुम् अकर्तुम् अन्यथा कर्तुम् यः समर्थः स ईश्वर। गुरुदेव गणेश रूपले परम श्रद्धेय पूज्यपाद वेली गुरुजी, गायत्री गुरुदेव जसको असीम अनुकम्पाले यो यज्ञ सफल हुन सक्यो, व्यास गुरुजीहरू संगीतमा रहेर हामीलाई वाद्यवादनका मार्फत कर्णलाई श्रुतिमधुर बनाउनुहुने संगीतकर्मीहरू, ब्राह्मण बटुकहरू जसले यो गर्मीमा पनि घाम र आगोसँग एकैचोटि सामना गरेर हामीलाई यज्ञ सफल बनाउने कुरामा सहयोग गरिदिनु भयो। हजुरहरूप्रति हामी कृतकृत्य छौं र यज्ञमा आजसम्म 21 गतेदेखि निरन्तर आएर यो यज्ञमा कथा श्रवण र हामीलाई मार्गनिर्देशन गर्नुहुने समस्त ग्रामवासी अग्रज अनुज बन्धु बान्धव कुल कुटुम्ब गुरुजनहरूमा सादर नमन अभिवादन। ईश्वरको कृपा हामी सबैमा प्राप्त हुनेछ। अस्तु परिपूर्णम। नमो नमः। यताबाट जोर्लिँदा हुन्छ नि, यतैबाट गएर यता छ त्यसपछि गर्दिँदाखेरि सजिलो हुन्छ नि। टिको नलाइदिनु अरे दाजु, पूजन मात्रै गर्नु अरे, भरिसके नलाउनु अरे दाजु। बुवामालाई टिको नलाउनु, चरण पूजा गर्ने। ए पुष्प लिनु अलिकति मलाई पनि खाली हुँदैन।
छोरीहरू आरोही कतिवटा आरसी कतिवटा छिटो गरेर आइदिनु होला।